पलङ बनाउन लाउनु पर्ने थियो केटाहरूलाई फोन गर्नु पर्यो कसले फोन गर्यो हेलो को बोल्नु भएको भाइ मैले त्यो एउटा सामान बनाउनु के भनेर कल गरेको थिएँ के छ त अहिलेको अवस्था अहिलेको अवस्था ठिकै छ के बनाउनु पर्ने छ भन्नु न एउटा पलङ बनाउनु पर्ने थियो अहिले म बनाइदिने हो एउटा पलङ हजुर हुन्छ भोलि आउनु न भोलि बनाइदिइसक्छु म अनि बनाउनु त बनिन्छ भाइ अनि त्यसको प्राइस चाहिँ अहिले कति छ त त्यसको प्राइस हामीसँग कति हजारसम्मको छ हौ 40 देखि 50,000 हजुर हामीसँग 40 देखि 50,000सम्मको छ कतिको चाहिएको होला हजुरलाई 50,000को चाहिँ म उ गर्नु नि त 50,000को बनाइदिनु नि त ल ल ल ल हिजो केटाहरूलाई पलङ बनाउनु ल्याएको थियो जानु पर्यो यार लिन अब मेरो पलङ बनियो त हजुर को पो मैले हिजो कल गरेको थिएँ नि ए हजुर यो पैसा यो अब अलिकति यहाँ अब गर्नु छ अनि यो 50,000को पलङ यही हो हजुर